हामीले जे गर्दा पनि भाउजूले मान्नु नै भएन। त्यसैले एकचोटि रमेश दाले राम्रोसँग सम्झाइदिनु न भन्न आएका हुन्। भर्खर म आमाहरूलाई यही कुरा भन्दै थिएँ। तपाईँहरूलाई के लाग्छ मैले त्यसलाई सम्झाइनँ होला? कति सम्झाएँ सम्झाएँ। त घर फर्किदिनुहोस् भने म पनि बिहे गर्दिनसम्म भने। तर यो कुरामा ढुङ्गा पग्लेला त्यसको मन पग्लेन। त्यसैले अब तपाईँले त्यसको आश मारेकै बेस होला। आज त म त्यसको जिन्दगीभरि मार्दिनँ। आजसम्म मैले कुनै कुराको लागि मिहिनेत गरेको छुइनँ। कुनै कुरा पाउनको लागि मरिहत्ते गरेको छैन। जिन्दगीमा पहिलोपल्ट कसैलाई पाउन मेहनत गरिरहेको छु। आफ्नै रिसाएकी श्रीमतीलाई फकाएर घर लानको लागि मरिहत्ते गरिरहेको छु। त्यसैले जबसम्म त्यसलाई फर्काउन सफल हुन्न मेहनत गरिराख्नेछु, मरिहत्ते गरिराख्नेछु।